तिमीलाई फुर्सद मिल्यो भने मसँग कुरो गर्नु, जब सबैसँग दिल भर्यो भने तब मसँग कुरो गर्नु। म मायामा छु, मेरो त उत्तरदायित्व हो कि प्रतीक्षा गर्नु। तिमीमाथि कुनै प्रतिबन्ध छैन, तिमी जोसँग चाहन्छौ उसैसँग माया गर्नु। जुन मान्छेलाई तपाईँ आफ्नो सबै समय दिइरहनुहुन्छ, स्पेसल फिल गराउने कोसिस गरिरहनु भएको छ, आफ्नो सबै इफोर्ट लगाइरहनु भएको छ, त्यस मान्छेलाई तपाईँको भ्यालु कहिले पनि हुने छैन। यदि तिमीलाई खुसी मिल्छ मलाई तडपिरहेको देखेर भने म प्रार्थना गर्छु ईश्वरसँग कि तिम्रो खुसी कहिले कम नहोस्। कसैसँग जबरजस्ती गर्नु हुँदैन कि ऊ तपाईलाई समाइदियोस्। यदि ऊ तपाईलाई साँचोमा आफ्नो मानेको छ भने ऊ आफै समय निकाल्नेछ। केवल पैसाले कोही धनवान हुँदैन, असली धनवान त्यो हो जोसँग राम्रो सोच, मधुर व्यवहार र सुन्दर विचार हुन्छ। कसैले हाम्रो गल्ती देखायो भने हामी खुसी हुनुपर्छ, किनकि कोही त छ जो हामीलाई पूर्ण दोषरहित बन्नको लागि आफ्नो दिमाग र समय दिइरहेको छ। जब हामी सम्बन्धको लागि समय निकाल्न सक्दैनौँ भने समय हाम्रो बीचबाट सम्बन्ध निकालिदिन्छ। झुठो कसमले मान्छे त मर्दैन, तर भरोसा अवश्य मर्छ। प्रकृतिको काम त केवल मान्छेलाई मिलाउनु हो। सम्बन्धको उमेर के हुन्छ त्यो तपाईको व्यवहारमाथि निर्भर गर्छ। विवाह चाहे जहाँ नै होस्, तर यस दिलमा माया हरपल तिम्रो लागि रहनेछ। तिम्रो ठाउँ कसैले लिन सक्दैन। साइकोलोजीको अनुसार पुरुष आफ्नो जीवनकालमा एउटै स्त्रीको लागि रुन्छ, त्यसपछि उसको आत्मा उसलाई कहिले पनि माया हुने अनुमति दिँदैन। मनोविज्ञान भन्छ कसैलाई माफ गरेपछि पनि उसको व्यवहारमा परिवर्तन आउँदैन भने यो एक सन्देश हो कि ऊ फेरि तपाईलाई धोखा दिनेछ। उसँग सम्हालेर रहनुहोला। सफा दिल भएको मान्छे प्रायजसो तेज दिमाग भएको मान्छेसँग हार्नेछ। खुसी मनको राम्रो हुन्छ, धनको होइन, किनकि धनको खुसी अहंकारलाई जन्म दिन्छ र मनको खुसी संस्कारलाई जन्म दिन्छ। कोही पनि खाली छैन, यहाँ भरिएका छौं हामी सबै। कोही प्रेमले भरिएको छ त कोही ईर्ष्याले, कोही सम्झनाले भरिएको छ भने कोही पीडाले। परिवर्तन भएको समय र परिवर्तन भएको मान्छे कहिले कसैको हुँदैन। पुरानो जमानामा मान्छे एक अर्काको हिम्मत बढाउँथ्यो र अचेल मान्छे ब्लड प्रेसर बढाइदिन्छ। कसैले प्रशंसा गर्यो भने तुरुन्तै नाच्न नलाग्नु होला। याद राख्नु होला कि प्रशंसाको पुलमुनि मतलबको नदी बगिरहेको हुन्छ। यो जिन्दगी मूल्यवान छ, यसलाई माया गर्नुहोस्। अहिले छ राति भने बिहानको प्रतीक्षा गर्नुहोस्। त्यो पल पनि आउनेछ जसको प्रबल इच्छा राख्नु भएको छ। तपाईले ईश्वरमाथि राख्नुहोस् भरोसा, समयमाथि विश्वास गर्नुहोस्। मेरो परिस्थितिले मलाई सिकाइदियो कि सपना केवल टुट्छ, पूरा हुँदैन। एक सपना टुटेर चकनाचुर भएपछि दोस्रो सपना देख्ने हौसलालाई नै जिन्दगी भनिन्छ। केही सपना जुन सत्य हुँदै देखिन्थ्यो अब त्यो फेरि सपना नै बन्यो। भरोसा गर्न सिक्नुस्, शंका त पूरा संसार गर्छ हामी माथि। आकर्षण सायद अनेकौंको लागि हुन सक्छ, तर समर्पण कसै एकको लागि मात्रै हुन्छ। धेरै थोक मिल्यो तिमीसँग प्रेम गरेर, यदि केही पाइएन भने तिम्रो हात समाएर तिमीलाई रोक्ने अधिकार। मान्छेको सबैभन्दा साँचो साथी उसको स्वास्थ्य हो। जुन दिन स्वास्थ्यले साथ छोड्यो मान्छे हरेक सम्बन्धमाथि बोझ बन्छ। आफ्नो आत्मविश्वासलाई हर पल माथि राख्नु, किनकि यही नै तपाईको असली शक्ति हो।
नराम्रो खोज्ने त्यति नै शौक छ भने सुरुवात आफैबाट गर्नुस्, अरूबाट होइन। मान्छे यदि बेदाग भए पनि दाग लगाउने हजारौं हुन्छ। नराम्रो मान्छेको परिचय गराउनै पर्दैन, समय आएपछि ऊ आफै आफ्नो परिचय गराइदिन्छ। जलन होस् या प्रेम, अनुभूति दुवैको हुन्छ। सम्बन्ध स्वार्थको होस् या निस्वार्थको होस्, महसुस दुवै नै हुन्छ। मान्छेसँग त्यस्तै व्यवहार गर्न कहिले नडराउनुस् जस्तो उसले तपाईसँग गरेको थियो। मान्छेको परिचय उसको कपडाबाट हुँदैन, बरु उसको व्यवहारबाट हुन्छ। हामीले महँगो कपडामा सस्तो मान्छे र सादा कपडामा महँगो मान्छे देखेका हुन्छौँ। कसैसँग लगाव हुनु कुनै मजाक होइन। संसार केही पनि रहँदैन एक मान्छेलाई बिर्सिनमा। टच गर्नु नै माया हुँदैन, फिल गर्नु पनि माया हो। किस गर्नु नै माया हुँदैन, मिस गर्नु पनि माया हो। सँगै घुम्नु नै माया हुँदैन, रेस्पेक्ट गर्नु पनि माया हो। स्त्री त्यो होइन जो हजारौं पुरुषलाई दिवाना बनाइदियोस्। स्त्री त्यो हो जो एउटै पुरुषलाई हजारौं पटक दिवाना बनाउँदै रहोस्। संसारभरिको समझदारी लिएर हिँड्छु म तिम्रो अगाडि आउँदै केही नबुझ्ने बन्न जान्छु म। साइकोलोजीको अनुसार साँचो प्रेमीमा प्रायजसो पाइन्छ कि कुरो गर्नको लागि उसँग धेरै कुरो हुँदैन, किनकि प्रेमसँग धेरै अभिव्यक्ति हुँदैन। साँचो प्रेमी कुरो गर्दा गर्दै प्रायजसो मौन भइदिन्छ। कहाँ पाइन्छ तिमी जस्तो मान्छे मलाई, जो टाढा रहेर पनि मलाई यति माया गर्छ। यदि तपाईको जीवनमा एउटै समस्या पटक पटक आइरहेको छ भने त्यो समस्या तपाईको समस्या होइन, फेरि असली समस्या तपाई आफै हुनुहुन्छ। जीवनमा सही बाटो देखाउने एउटै मित्र हुन्छ र त्यो हो अनुभव। मान्छे तपाईको दुःख यसकारण सुन्छ ताकि तपाईलाई अरू दुःख दिन सकोस्। भाग्य जब बिना मागेर केही दिन्छ भने, कदर गरिएन भने हामीसँग लिनेछ। जुन स्त्री साँचो माया गर्छ ऊ तपाईसँग यी 4 काम अवश्य गर्नेछ। 1. ऊ हर पल तपाईसँगै समय बिताउने योजना बनाउनेछ। 2. ऊ तपाईको लागि राम्रो देखिने प्रयास गर्नेछ। 3. उसलाई केही गर्नुहुन्छ अनि तपाईलाई भन्नेछ र तपाईको सल्लाह मान्नेछ। 4. उसँग के भयो उसले सबै भन्नेछ। उसलाई के मन पर्छ के मन पर्दैन सबै कुरो भन्नेछ।